को छ बालेन शाहलाई यो परिणाम जो मत परिणाम सार्वजनिक भइसकेपछि प्रमाणपत्र सार्वजनिक गरेर बालेन शाहलाई यो दिइएको छ भने खादामाला उहाँले नलगाउनु भएको छ, खादा लगाउन अस्वीकार गर्नु। र यति बेला तपाईले दृश्यमा देखिराख्नु भएको छ बालेन शाह अबको भावी प्रधानमन्त्री पनि हुनुहुन्छ भने भावी प्रधानमन्त्रीले चाहिँ आफ्नो यहाँबाट शानदार विजय लिइसके पश्चात उहाँले चाहिँ प्रमाणपत्र लिइसक्नु भएको छ। र यति बेला सर्टिफिकेट सहित फोटोको माग गरिसके पश्चात बालेन शाहले सर्टिफिकेट समाएर फोटो पनि खिचाइरहेका छन्। यो दृश्यमा तपाईले देख्न सक्छौं यहाँ ठुलो संख्यामा अहिले चाहिँ उहाँले बालेन सरकारले दुई औँला देखाउँदै यति बेला भावी प्रधानमन्त्री अब जानको लागि उहाँ प्रस्थान गर्नु भएको छ। र यहाँको दृश्यमा तपाईले देख्न सक्नुहुनेछ बालेन शाह झापा क्षेत्र नम्बर 5 बाट शानदार जित हासिल गरिसके पश्चात अब यहाँबाट प्रमाणपत्र लिएर फर्किनु भएको छ। र बालेन शाह के भन्नुहुनेछ, के बोल्नुहुनेछ कि छैन त्यो यदि मिलेको खण्डमा हामी सोध्ने अवश्य कोसिस गर्नेछौँ भने यहाँ सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। यहाँ खिच्नको लागि पनि हम्मे परेको अवस्था छ भने तपाईले देख्न सक्नुहुनेछ बालेन शाह अब गाडीतर्फ जाँदै हुनुहुन्छ र उहाँ गाडीमा पनि बसिसक्नु भएको छ। वसुन्धरा खड्कीले हक गरेर वसुन्धरा खड्काले चाहिँ हक गरेर यहाँबाट प्रस्थान गरेको छ। तपाईले देख्न सक्नुहुनेछ बालेन शाह गाडीमा बसिसक्नु भएको छ। अब यहाँबाट जाँदै हुनुहुन्छ भने बालेन शाह यहाँबाट फर्किने क्रममा रहेका छन्। तपाईले देख्न सक्नुहुनेछ यहाँ सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। जितिसकेपछि बालेन शाह शानदार जितका साथ झापा क्षेत्र नम्बर 5 बाट प्रस्थान गरेका छन्। यो दृश्यमा तपाईले देख्न सक्नुहुनेछ। दर्शक महानुभावहरु यति बेला देखिराख्नु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको आगमन भएको छ भने विजय सँगसँगै यति बेला तपाईले देखिराख्नु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वरिष्ठ नेता बालेन शाहको अन्तिम घोषणा हुँदैछ। उहाँ विजय त भइसक्नु भएको छ। अब विजय पश्चात उहाँलाई यहाँ बोलीको कुरा चाहिँ त्यति धेरै सुनिरहेको छैन र यो प्रमाणपत्र यति बेला वाचन गरेर सुनाउँदै हुनुहुन्छ। तपाईले देखिराख्नु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाह सँगसँगै यहाँका मतदान अधिकृत र यहाँको प्रहरी प्रमुख वसुन्धरा खड्का सँगै बसिरहेको दृश्यमा हामीले देख्न सक्छौं भने झापा क्षेत्र नम्बर 5 बाट यो दृश्य तपाईले हामीले दर्शक महानुभावहरु देखिराख्नु भएको छ यति बेला मत परिणाम सार्वजनिक भइसकेपछि प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम